हेलो साथी हो यो घरको प्याज हो है। अब धेरै भयो घरमा एकदम खराब हुन लाग्यो, त्यही कारण हामीले आज प्याजको पकौडा खाने प्लानिङ गर्दैछौँ। ल आज यो प्याज भयो है, यहाँ चपिङ गर्दैछ, यो काटिसकेको। अब तपाईँहरूलाई हामी देखाउँछ ल, सिम्पल तरिकाले है, त्यस्तो मसलाहरू एड गर्दैन हामीले, सिम्पल तरिकाले बनाउँछ है, हेर्नु होला। यहाँ है साथी हो, अब प्याज छ, यसमा क्याप्सिकम छ, अब हल्दी एड गऱ्यौँ, नुन एड गऱ्यौँ। मैले जस्तो भनेको थिएँ नि, हामी सिम्पल बनाउँदैछौँ, धेरै मसला एड गर्दैनौँ। लास्टमा चाहिँ अलिकति ब्ल्याक पेपर एड गरेको छ है। यसमा अब बेसन लगाउँछ अनि त्यहाँबाट चाहिँ पेस्ट बनाउँछ यसको बाद फ्राई गर्छ। ओके ल, अब यहाँ फ्राई हुँदैछ साथीहरू है। ल नेक्स्टमा साथी हो, हामीले अब है पकौडाको लागि हामीले यहाँ अलिकति कन्डिमेन्ट रेडी गर्दैछौँ। त्यसको लागि चाहिँ हामीसँग यहाँ गार्लिक छ है, यहाँ चिली, दिस इज मिन्ट, अनि यो टमाटर। यसको बाद चाहिँ हामीसँग यहाँ ग्यासमा कराई बसाइसकेको छ, यो चाहिँ फ्राई गर्नको लागि है, चटनीको लागि। ल हेर्नुहोस् है कसरी बनाउँदैछौँ हामीले। ल है साथीहरू, अब हामीले नुन र बेसार एड गरिसकेको छ है। अब यसको चाहिँ हामीले चाहिँ 5 मिनटको लागि यसलाई है पकाउँछौँ, अनि फेरि देखाउँछु कस्तो भयो है। ल हामीले 5 मिनट पकाएपछि चाहिँ यस्तो हुन्छ साथीहरू, हेर्नु होला। यो हो 5 मिनट पकाएपछि चाहिँ। त्यसपछि हामीले अब है यो सेलाइसकेपछि चाहिँ यो पेस्टलाई चाहिँ अब हामीले ग्राइन्ड गर्दैछौँ है। त्यसमा है यही सबै हो, यही इन्ग्रिडियन्ट्सहरू। अब लास्टमा चाहिँ अलिकति पुदिना एड हुन्छ, त्यसमा हुन्छ टमाटर पुदिना चटनी। ल साथी हो, ग्राइन्ड गरिसक्यो। अब यहाँ हेर्नुहोस् फाइनल रिजल्ट कस्तो हुन्छ चटनीको है, यस्तो भएको छ है। कस्तो लाग्छ कमेन्ट गर्नु होला है। ल पाकेर रेडी भयो है, कस्तो देखेको छ है कमेन्ट गर्नु होला साथीहरू। अब हामी चाहिँ ट्राई गर्छौँ है।